हेलो नमस्ते सबैलाई स्वागत छ। मैले चाहिँ यहाँ आज यो कालो बेसार चाहिँ 1 नम्बर भेराइटी वाला चाहिँ मैले सफा गर्न गइरहेको छु। यहाँ देख्न सक्नुहुन्छ, यहाँ यो चाहिँ सानो वाला पनि यसको हो। यो भाँचेको मैले यो चाहिँ कति म्याच्योर छ हैन, सानो भयो तापनि म्याच्योर छ। यो चाहिँ मैले अहिले यो चाहिँ दुबईको लागि चाहिँ मैले यो सामान चाहिँ सफा गरिरहेको छु। देख्न सक्नुहुन्छ कति म्याच्योर छ यो। यतापट्टि देख्न सक्नुहुन्छ यो चाहिँ पात, यो चाहिँ सुकिसकेको है यो चाहिँ। त्यसपछि यो अब जराहरू काटेर यसरी चाहिँ पुरै तयार पार्छु मैले। 2-4 वटा गरे भर्खर सबै चाहिँ यो तयार गर्ने हो। मैले ढिला नगरिकन गर्न थाल्छु मैले काम है त। देखाउ त। यो कालो बेसारले चाहिँ क्यान्सरलाई पनि निर्मूल पार्ने भएको हुनाले चाहिँ यो एकदम राम्रो छ।